हेलो साथीहरू, आज चाहिँ हामी दागापेला गएको थियौँ कि त्यो भएर नाकिमाको सिजन भएको छ यहाँ हो। अनि नाकिमा टिप्नुको लागि आएको छौँ है साथीहरू हामी। अब नाकिमा भन्ने जिनिस चाहिँ सजिलोमा फ्याटे नै हुँदैन हो साथीहरू। त्यो भएर नाकिमा चाहिँ माथि माथि भिरमा छ है साथीहरू। अब नाकिमा टिपेर फेरि आज नाकिमा बोक्ने प्लास्टिक बोरा झोला केही छैन हो। अन्त नाकिमा माथि फुलिरहेको छ। अब हामी यसरी गएर यो एउटा छ उपाय, आइडिया लाएर यसमा बाँधेर चाहिँ बोकेर लानु पर्यो। झोला केही छैन होइन। र साथीहरू नाकिमा टिप्न थाल्यौँ है हामीले। अब मान्छौँ र देखाउँछौँ है साथीहरू। हुन्छ ल है साथीहरू, अब नाकिमा भन्ने चाहिँ यस्ता सजिलोमा फ्याटै हुँदैन हो। अनि माथि जानुपर्ने छ, त्यहाँ गएर चाहिँ टिप्नु पर्ने छ है त साथीहरू। अब नखाउँ भन्दा पनि समयको फल हो। त्यही भएर हामी चाहिँ नाकिमा टिप्नु जाँदैछौँ है साथीहरू। भिडियो हेर्नुहोस् भरे नाकिमा पनि। ल अब नाकिमा चाहिँ कति छ साथीहरू, ल है त साथीहरू। यहाँ नाकिमा कति छ साथीहरू। अब हामी नाकिमा टिपेको देखाउँछौँ है साथीहरू। नाकिमा टिपेको जङ्गल त। ल अब नाकिमा टिप्छौँ है त साथीहरू। तपाईँहरूलाई नाकिमा टिपेको कति मजा छ साथीहरू। हेर्नु न, फ्रेस फ्रेस एयर, कति मजा छ, रमाइलो। तर जङ्गल चाहिँ जङ्गल एकदम महा जङ्गल छ हो। अब यहाँ कति चाहिँ फुलेको रहेछ साथीहरू, हेर्नुहोस् ल। अब टिप्दै देखाउँछौँ है त साथीहरू। यतिहरू यस्तो छ हो जीवन गाउँले। अब यहाँबाट लडेको पनि त डङ्गै भिड हो नि त साथीहरू, डङ्गै भिड। तपाईँहरू कसलाई भिड डर लाग्छ हौ साथीहरू। यस्तो छ। अब हेर्नु न, पिङ खेल्छौँ क्या होस् साथीहरू। पिङ बाजुन त रस्सै जाँदा फेरि साथीहरूको, मेरो साथीहरूको मुटुक चिउ चिउ हुन्छ होला। ल साथीहरू, म अब नाकिमा टिप्छु है। नाकिमा टिपेको पनि हेर्नुहोस् ल साथीहरू। ल अब चाहिँ नाकिमा भएकोमा पुग्यो है। ल है साथीहरू, कोही मुस्किलले नाकिमा भएकोमा आइपुग्यो है। आम्मा यहाँ हेर्नुहोस् त नाकिमाले कस्तो यसरी फुलिरहेछ। अब ड्याम्की ड्याम टिप्ने हो साथीहरू। यहाँ हेर्नुहोस् त, अब यसलाई मजाले टिप्नु पऱ्यो। हेर्नुहोस् त साथीहरू, यहाँ कसरी फुलिरहेछ नाकिमा। नाकिमा हेर्नुहोस् है साथीहरू, एउटा बोटमा यत्रो बेसी फलिरहेछ हो। अनि अब अरू बोटमा टिप्दाखेरि कति टिपिन्छ साथीहरू, हेर्नुहोस् है। अब यहाँ म थुपारिदिनु पर्ने टिप्दै। यस्तरी हेर्नुहोस् है यहाँ साथीहरू, कति फलिरहेको छ साथीहरू। अब यसलाई म सबै टिपेर चाहिँ नस्तै यति साह्रो त नफल्नु पर्ने लत्तरै फलेछ साथीहरू। एउटै बोट लिएर न हेर्नुहोस् त। अब एउटा बोटले यत्रो बेसी फल्यो भने 3-4टा बोट छ, त्यति टिपेर चाहिँ जानु पर्यो है साथीहरू। के साह्रो फलेको नाकिमाले यो आज। हेर्नुहोस् त साथीहरू, एउटै बोटले यति फलेछ। अब 3-4वटा बोट टिपेर चाहिँ जाने हो साथीहरू। यहाँदेखि चाहिँ यस्तो छ साथीहरू। हेर्नुहोस् न, यत्रो अप्ठ्यारो पार्छ। माथि बोट छ र यो दुलोहरू हेर्नुहोस् न यो साथीहरू। यहाँ दुलोहरू छैन के हो, हेर्नुहोस् त दुलो।
ल है साथीहरू, यस्तो छ हौ बोक्ने माल नभएपछि आइडा निकालेर यसरी अब गइँदैछ है घरमा। माथि डाँडामा जानुपर्छ हो, माथि हो, त्यहाँदेखि गाडीमा। यस्तो छ है साथीहरू। मिठो चिज खोजी खानु साह्रो छ हो साथीहरू। मिठो चिज चाहिँ अप्ठ्यारोमा मात्रै हुन्छ, त्यही भएर थाम्दै थाम्दै आउनुपर्छ। भिड छ बाटो। भोला लिएर आउनु पर्थेछ आज। अप्ठ्यारो हालेर यसो हिँड्ने ल बाटो अप्ठ्यारो भएर नि यहाँ तल अलिकति यता गयो त तल सँगै लडिजान्छ कि, त्यही भएर यता यस्तो गरेर तर्किँदै आउनुपर्ने हुन्छ नि त। यस्तो गरेर चाहिँ लडेको भने यत्रो के हो यो। यस्तो छ है साथीहरू, मिठो अर्ग्यानिक जङ्गलको खोजी खानु। हेर न भिड यस्तो छ हो। यहाँ लडी गयो भने फर्केर नआउने ठाउँ छ नि त। 4 पल हिँड्नुपर्छ हौ साथीहरू, 4 पल। मुस्किलले हिँड्दै यो नाकीमा चाहिँ साह्रै धेरै खोल्ने जिनिस हो। खै साथीहरू, जङ्गलको चिज खोजी खानु गाह्रो हुन्छ नि, त्यही भएर धन्न साथीहरू। अलिक राम्रो ठाउँमा निक्ल्यो अब चाहिँ, राम्रो ठाउँमा। केराको बुङ्गा त थियो जस्तो लाग्यो, तर हस् अब भोलि पर्सि आउँला। त्यही लडी गइन्छ होला साथीहरू। ल है गाडी भएकोमा निक्ली है अब साथीहरू। यस्तो छ भिड, हेर्नुहोस् न, त्यो भिडमा खोजी खानुपर्छ साथीहरू। के गर्नु, नखाउँ भन्दा पनि दबाई भन्छन् र मिठो लाग्छन्। ल है साथीहरू, अब चाहिँ बाटोमा निक्ली है। बाटोमा गाडी त्यहाँ राखेको छौँ हो। अब चाहिँ सजिलो भयो, बल्ल बल्ल निक्ल्यो। थ्याङ्क यू सो मच साथीहरू। सबैजनाले लाइक सेयर कमेन्ट गरिदिनु होला। अन्त यस्तो अर्ग्यानिक खानुको लागि तपाईँहरूको साथीहरूमा पनि पुऱ्याइदिनु होला है साथीहरू। यस्तो जङ्गलबाट नाकीमा टिपेर आइयो आज साथीहरू। कति मजा भयो आज त, आजको एकदम मजा भयो। ल साथीहरू, सबैजनालाई बाई बाई।